महोदय, राष्ट्रियता अर्थात् आफ्नो राष्ट्रप्रतिको आत्मीयता यो कुनै भावनाले परिभाषित गर्न सकिने कुरो होइन। यो त बरु कर्मले गरेर देखाउने कुरो। वर्ष कुनै एक दिन कुनै र्यालीमा सहभागी भएर राष्ट्रिय झण्डा बोक्नु मात्र राष्ट्रियता होइन, बरु मनमा देशलाई राखेर राष्ट्र विकासमा लाग्नु राष्ट्रियता हो, राष्ट्रको उन्नतिमा लाग्नु राष्ट्रियता हो। हाम्रो देश नेपाल एक विकासोन्मुख राष्ट्र हो जो कछुवाको गतिमा विकासको बाटोमा अघि बढिरहेछ। देश विकास हुनका लागि पूर्वाधारको विकास हुनुपर्छ र त्यसका लागि चाहिन्छ पाखुरमा पर्याप्त बल र मस्तिष्कमा पर्याप्त सोच भएको युवा जनशक्ति। तर विडम्बना कुरा त के छ भने महोदय, आजका नेपाली युवाहरूमा राष्ट्रियता हराउँदै गएको छ, जसले गर्दा आजका युवाहरू अरब गएर खरब कमाउने सपना बोक्छन् अनि आफ्नो खोरिया बाँझै छोडेर कोरियातिर हानिन्छन्। तर भनिन्छ नि, पैसाले महँगो ओछ्यान किन्न सकिन्छ तर मिठो निद्रा किन्न सकिन्न भने चाहिँ हामीले खोज्ने मिठो निद्रा विदेशीको टोयलेट सफा गरेर जुठा भाडा माझेर होइन, आफ्नै देशमा पसिना चुहाएर पाउन सक्छ। महोदय, नेपालीमा एउटा उखान छ, भदौमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ, जुन आजका नेपाली युवाका लागि सुहाउने बनेको छ, जसले सम्भावनाको समुद्रमा बेरोजगारीको अन्धकार बाहेक केही देख्न सकिरहेका छैन। होइन भने के छैन, हाम्रो देशमा हिमालको गौरवमा सुन चाँदी र हिराका खानीहरू छन्, वन जङ्गलको पछाडिको पहाड अनि सुन फल्ने तर यही छ एसियालाई नै उज्यालो बनाउन सक्ने जलस्रोत। तर पनि किन अल्पत्र छन् त यहाँका प्राकृतिक स्रोत र पर्यटकीय स्थलहरू? म प्रश्न गर्न चाहन्छु महोदय, जसको जवाब सायद एउटै आउने छ, युवाहरूमा राष्ट्रियताको कमी हो। महोदय, आज युवाहरूमा राष्ट्रियताकै कमीले गर्दा नेपालमा भाइ फुटे गवा लुटे स्थितिको सिर्जना हुन पुगेको छ। एकतिर राजनीतिको खोल ओढेर युवाहरू एकअर्कालाई नै मारकाट गरिरहेका छन् भने आफ्नो अस्तित्वमा, अर्कोतिर आफ्नो अस्तित्वको खोजीमा नेपालका कयौं लिपुलेखहरू रोइरहेका छन्। केही नै हो त हाम्रो नियति? म प्रश्न गर्न चाहन्छु महोदय। त्यसैले महोदय, हामीले देशको विकास युवाहरूलाई फुटाएर होइन, एकतामा जुटाएर गर्न सक्छौँ, युवाहरूलाई यही देशमा राखेर गर्न सक्छौँ। लाखौँको संख्या फारम भरि अनि लाखौँ नेपालीले अमेरिका जाने सपना बोके, तर यदि ती मध्ये 50% मात्र सच्चा कर्म र निष्ठाका साथ देशमै पसिना चुहाएको भए सायद हाम्रो देश नेपाल अमेरिका भन्दा विकसित हुने थियो। र के थाहा, अमेरिकाका मान्छेहरू नेपाल आउनको लागि पनि भर्थ्यो कि? यो सोच्नै पर्ने विषय हो महोदय। युवाहरूले चाहे भने जे पनि गर्न सक्छन्, आकाशमा पुग्ने भर्याङ बनाउन सक्छन्, समुद्रमा खेती गर्न सक्छन्, अरे घन घोटेर वनचरो त बनाउन सक्छन् भने हाम्रो जस्तो अविकसित राष्ट्रलाई विकसित राष्ट्र। त्यसैले राष्ट्र निर्माणको जिम्मेवारी युवाहरूको काममा सुम्पिनुपर्छ भन्दै अन्त्यमा यही भन्न चाहन्छु, युवाको जाँगर देश विकासको आधार, समुन्नत नेपालको पूर्वाधार, राष्ट्रियताको विचार। धन्यवाद।